मान्य सदस्यहरू, प्रदेश सभाको 6औं अधिवेशनको 11औं बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, सुदूरपश्चिम प्रदेश सभा नियमावली 2080 को नियम 135 को उपनियम 1 बमोजिम आर्थिक मामिला मन्त्री मान्य बहादुर सिंह थापालाई आगामी आर्थिक वर्ष 2082-83 को राजस्व र व्ययको वार्षिक अनुमान सभा समक्ष प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, संघीय गणतन्त्र नेपाल सुदूरपश्चिम प्रदेशको यस सम्मानित बैठकमा आर्थिक मामला मन्त्रीको हैसियतले आर्थिक वर्ष 2082-83 को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गर्वको अनुभूति गरेको छु। गौरवपूर्ण इतिहास र फराकिलो जनाधार भएका प्रदेश राजनीतिमा नेतृत्वदायी भूमिका खेल्दै आएका ठूला राजनीतिक दलको अग्रसत्तामा यो सरकार बनेको छ। यसैको जगमा उभिएर राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, आर्थिक सामाजिक विकासलाई गति दिने संकल्पका साथ सरकार अगाडि बढेको छ। परिवर्तित नेपाली राजनीतिको कार्यसूचीले राष्ट्रिय आकांक्षा अनुरूप विकास, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य, नागरिक अधिकारको रक्षा र प्राप्तिका लागि विभिन्न कालखण्डहरूमा भएका जनआन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात महान वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। ती आन्दोलनको क्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने आदरणीय नेताहरू, आफ्नो ठाउँबाट योगदान गर्नुहुने दिदी बहिनी तथा दाजुभाइहरूप्रति सम्मान व्यक्त गर्दछु। घाइते योद्धा बेपत्ता नागरिकहरूप्रति उच्च सम्मान र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। समृद्ध सुदूरपश्चिम निर्माणको लागि विकास, समृद्धि र सामाजिक न्यायको मार्गमा अगाडि बढ्न संविधानले निर्दिष्ट गरेको अर्थव्यवस्थाको आधार निर्माण गर्नु जरुरी छ। गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा परेका वर्ग, क्षेत्र, लिङ्ग, जाति, समुदाय लगायत सबै नागरिकको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न यो बजेट मूलतः केन्द्रित रहेको छ। प्रदेशको योजनाबद्ध विकास प्रयास मार्फत उपलब्ध स्रोत साधनको कुशलतम र प्रभावकारी परिचालन गरी रोजगारी सृजना, गरिबी निवारण, आर्थिक सुधार, कृषि क्षेत्रको व्यवसायीकरण, प्रसार र विश्वसनीय वितरण, पर्यटन पूर्वाधारको विकास, औद्योगिक क्षेत्रको विकास, डिजिटल पूर्वाधार र डिजिटल अर्थतन्त्रको निर्माण, गुणस्तरीय जीवनोपयोगी शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, मानव पुँजी निर्माण, युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति, भौतिक पूर्वाधार तथा आवास विकास, खानेपानी तथा सरसफाई, भूमि व्यवस्था, जलवायु परिवर्तन र विपद व्यवस्थापन,
सामाजिक न्याय र समावेशी विकास, सामाजिक सुरक्षा, वित्तीय क्षेत्रको सुदृढीकरण, वित्तीय संघीयता कार्यान्वयन, बजेट प्रणालीको सुदृढीकरण, विकास वित्तको विस्तार, राजस्व प्रणालीको सुदृढीकरण, कानुनी शासन, मानव अधिकार र सुशासन प्रवर्धन भई नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणतर्फ केन्द्रित हुने विश्वास लिएको छु। यस बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा मैले संविधानको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, 16औं आवधिक योजना, दिगो विकासका लक्ष्यहरू सहित अन्तर्राष्ट्रिय प्रतिबद्धता, यस प्रदेशको पञ्चवर्षीय योजना, मध्यकालीन खर्च संरचना साथै प्रदेश सरकारले निर्धारण गरेका बजेटका सिद्धान्त तथा प्राथमिकता, प्रदेश सरकारको नीतिहरू र मान्य सदस्यहरूबाट प्राप्त सुझावहरू मार्गदर्शकको रूपमा लिएको छु। प्रदेश सभामा विभिन्न समितिहरू, संघ र स्थानीय तह, राजनीतिक दल, संघ संस्था, विद्युत वर्ग, निजी क्षेत्र, सहकारी क्षेत्र, विकास साझेदार एवं सञ्चार क्षेत्र लगायत आम नागरिकबाट प्राप्त सल्लाह सुझाव समेतलाई अधिकतम सम्बोधन हुने गरी प्राथमिकतामा राखेको छु। माननीय सभामुख महोदय, अब म सुदूरपश्चिम प्रदेशको समष्टिगत आर्थिक तथा सामाजिक परिसूचकहरूको संक्षिप्त सीमावलोकन प्रस्तुत गर्ने अनुमति चाहन्छु। आर्थिक वर्ष 2080-81 मा कुल गृहस्थ उत्पादन 4 खर्ब 6 अर्ब 75 करोड रहेकोमा आर्थिक वर्ष 2081-82 मा कुल गृहस्थ उत्पादन रु 4 खर्ब 29 अर्ब 62 करोड रही सामान्य विस्तार भएको छ, जुन अनुमानित राष्ट्रिय कुल गृहस्थ उत्पादनको 7.03% हो। कुल गृहस्थ उत्पादनमा भएको यो विस्तार सकारात्मक देखिन्छ। आर्थिक वर्ष 2080-81 मा प्रदेशको आर्थिक वृद्धि दर 3.28% रहेकोमा वर्ष 2081-82 मा उक्त वृद्धि दर 3.32% हुने अनुमान छ। यो आर्थिक वृद्धिलाई दिगो राखी थप विस्तार गर्नुपर्ने चुनौती हाम्रो सामु छ। आर्थिक वर्ष 2081-82 को कुल गृहस्थ उत्पादनमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः 34.95%, 12.30%, 30% र 52.75% रहेको छ। गत आर्थिक वर्ष 2080-81 मा यस्तो योगदान क्रमशः 33.89%, 12.41% र 53.70% रहेको थियो। आर्थिक वर्ष 2081-82 मा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको वृद्धि दर क्रमशः 2.78, 2.04 र 2.89% रहने अनुमान छ। प्रदेश अर्थतन्त्रका उपरोक्त परिसूचकहरूको सामान्य वृद्धि सकारात्मक नै रहेको छ। आर्थिक वर्ष 2080-81 मा सुदूरपश्चिम प्रदेशको प्रति व्यक्ति आय 1122 अमेरिकी डलर रहेकोमा आर्थिक वर्ष 81-82 मा 7.76% ले वृद्धि भई 1153 अमेरिकी डलर पुग्ने अनुमान छ। आर्थिक वर्ष 2080-81 मा सुदूरपश्चिम प्रदेशमा लघु वित्त सहित बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या 848 रहेकोमा आर्थिक वर्ष 2081-82 फागुन मसान्तसम्ममा उक्त संख्या विस्तार भई 849 पुगेको छ भने बीमा कम्पनीहरूको शाखा संख्या 270 पुगेको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप रु 1 खर्ब 45 अर्ब पुगेको छ। साथै सो अवधिमा कर्जा प्रवाहहरू 1 खर्ब 53 अर्ब रहेको छ। वित्तीय क्षेत्रको विस्तारले प्रदेशको वित्तीय पहुँचलाई थप विस्तार गरेको छ। गत आर्थिक वर्षको फागुन महिनाको वार्षिक बिन्दुगत तुलनामा सुदूरपश्चिम प्रदेशको उपभोक्ता मूल्य वृद्धि दर 4.41% को छ। यस्तो वृद्धि दर ग्रामीण क्षेत्रमा 4.16% र शहरी क्षेत्रमा 4.52% रहेको छ। आर्थिक वर्ष 2079-80 फागुनको वार्षिक बिन्दुगत
तुलनामा आर्थिक वर्ष 2080-81 मा तलब तथा ज्याला सूचकाङ्कमा 9.67% वृद्धि भएको छ। सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष 2081-82 मा 1631 नयाँ उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष 2081-82 को चैत मसान्तसम्म प्रदेशमा 1,53,000 हेक्टरमा धान खेती गरिएकोमा 6,40,000 मेट्रिक टन उत्पादन भई उत्पादकतामा सुधार देखिएको छ। चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म प्रदेश सरकारबाट 318 किलोमिटर सडक निर्माण भएको छ। यसमा 120 किलोमिटर कालोपत्रे सडक, 57 किलोमिटर ग्राभेल सडक र 142 किलोमिटर माटो सडक रहेको छ। यस अवधिमा 8 वटा नयाँ सडक पुलहरू निर्माण भएका छन्। आर्थिक वर्ष 2081-82 चैत्रसम्म प्रदेश सरकारले निर्माण गरेको आधारभूत खानेपानी सेवाको विस्तारबाट 20,268 जना र मध्यम स्तरको खानेपानी सेवा विस्तारबाट 56,855 जनालाई स्वच्छ खानेपानी सेवा उपलब्ध भएको छ। प्रदेशमा आधारभूत तहका सामुदायिक विद्यालयहरू क्रमशः घट्दै गएका छन् भने संस्थागत विद्यालयहरू विशेष गरी कक्षा 1-5 र 1-8 सम्मको तहमा वृद्धि हुँदै गएका छन्। सामुदायिक विद्यालय संख्या 3.6% ले घटी 3,342 पुगेको छ भने संस्थागत विद्यालय संख्या 3.89% बढ्न गई 747 पुगेको छ। चालू शैक्षिक सत्रमा कुल विद्यार्थी संख्या 7,25,327 रहेको छ। सामुदायिक विद्यालयका माध्यमिक तहहरूमा विद्यार्थी संख्या घट्दो क्रममा रहेको छ। माध्यमिक तह कक्षा 9-10 मा 11% ले, कक्षा 11-12 मा 3.32% ले र कक्षा 9-12 मा 5.2% ले विद्यार्थी संख्या घटेको छ। 2081 मा प्राथमिक तह कक्षा 1-5, आधारभूत तह कक्षा 1-8 र माध्यमिक तहको कक्षा 9-12 खुद भर्ना दर क्रमशः 94.3% र 94.0% र 56.4% रहेको छ। 2081 फागुनसम्म सुदूरपश्चिम प्रदेशमा 86.6% जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ। यस अवधिमा प्रदेशमा कुल विद्युत उत्पादन क्षमता 167 मेगावाट पुगेको छ। 2081 चैतसम्ममा 10,706 नयाँ सवारी साधनहरू यातायात कार्यालयमा दर्ता भइसकेका छन्। यस अवधिमा 2 पाङ्ग्रे सवारी साधन दर्ता 8.41% ले वृद्धि भएको छ। उपरोक्त विवरण सहितको सुदूरपश्चिम प्रदेशको आर्थिक सर्वेक्षण सम्मानित सभा समक्ष पेश भइसकेको छ। माननीय सभामुख महोदय, म अब बजेट प्रणालीमा देखा परेका मुख्य चुनौतीहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु। विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय अनुशासन आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण सहितको आयोजना बैंकको अवधारणालाई कार्यान्वयन गर्दै विनियोजित रकमलाई उपलब्धिमूलक बनाई पुँजी निर्माण एवं प्रतिफल सुनिश्चित गर्न सकेको छैन। प्रदेश अर्थतन्त्रमा दिगो आर्थिक वृद्धि दर हुन नसक्दा प्रदेशको आर्थिक अवस्था सुधार हुन नसकेको देखिन्छ। प्रदेशको आन्तरिक राजस्व सङ्कलन न्यून हुँदा सङ्घीय अनुदानमाथि निर्भरता बढिरहेको छ। सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रभावकारी परिचालन र प्रदेशबाट स्थानीय तहहरूमा हुने अनुदानको उपयोग एवं खर्चको अनुगमन तथा मूल्याङ्कन र प्रतिवेदन प्रणालीलाई व्यवस्थित गर्न नसक्दा आयोजनाको लागत, लाभ, प्रतिफल, असर एवं प्रभाव सुनिश्चित गर्न सकिएको छैन। बहुवर्षीय रणनीतिक महत्त्वका तथा रूपान्तरकारी योजनाको रूपमा रहेका प्रदेशका गौरव र रूपान्तरकारी आयोजनामा पर्याप्त स्रोत विनियोजन नभएको कारणले लागत समय बढ्दै गई पुँजी निर्माण, रोजगारी सृजना, आर्थिक वृद्धि, प्रादेशिक अर्थतन्त्र चुनौतीपूर्ण बन्दै गएको छ। प्रदेशको स्रोत परिचालनलाई प्रभावकारी
अनुत्पादक खर्च नियन्त्रण गर्ने, राज्यको स्रोत साधनमा जनताको पहुँच स्थापित गरी लोकतन्त्रका लाभहरूलाई जनतासम्म पुर्याउन ठूलो चुनौती हामी माझ थपिएको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार, सरकारी सेवाहरूको प्रभावकारी व्यवस्थापन हुन नसक्नु, महिला, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायको विकास गर्दै सुशासन, सामाजिक न्याय र समृद्धितर्फको यात्रालाई तीव्र बनाउनु पर्ने प्रमुख चुनौती हामी माझ रहेको छ। मानव पुँजी र सर्वपरिचालनको अवस्था सन्तोषजनक नभएको स्थितिमा अपेक्षित मात्रामा लगानी हुन सकिरहेको छैन। परिणामतः अर्थतन्त्रको आकार बढ्ने गति अपेक्षाकृत कम देखिन्छ। माननीय सभामुख महोदय, अब म आर्थिक वर्ष 2082-83 को बजेट तर्जुमा गर्दा लिएका उद्देश्यहरू प्रस्तुत गर्न चाहन्छु। सार्वजनिक वित्त सन्तुलन, बजेट प्रणाली सुधार र राजस्व प्रणालीको सुदृढीकरण गरी वित्तीय अनुशासन कायम गर्नु। ख. सार्वजनिक निजी सहकारी साझेदारी र लगानी मैत्री वातावरणको सृजना गर्नु। ग. विकासमा सहकारी र समन्वय कायम गर्नु। घ. कृषिको व्यवसायीकरण, पर्यटन क्षेत्रको विकास र विस्तार मार्फत रोजगारी सृजना, स्वरोजगार प्रवर्धन, गरिबी न्यूनीकरण गर्नु। गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा मार्फत दक्ष तथा स्वस्थ मानव पुँजी निर्माण गर्नु। सामाजिक सांस्कृतिक रूपान्तरण, सामाजिक न्याय, समता र समावेशी विकास गर्नु। गुणस्तरीय भौतिक पूर्वाधार विकास, डिजिटल पूर्वाधार र डिजिटल अर्थतन्त्र निर्माण गर्नु। दिगो जलवायु परिवर्तन अनुकूलन र विपद प्रतिरोधी विकास गर्नु। नागरिक मैत्री सेवा प्रवाह, भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्नु। माननीय सभामुख महोदय, अब म उपरोक्त उद्देश्य पूरा गर्न तय गरेका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्न चाहन्छु। सिद्धान्तहरू: सार्वजनिक वित्त सन्तुलन र बजेट अनुशासन, व्यवसायी मैत्री वातावरणको सृजना र लगानी प्रवर्धन, विकासमा सहकार्य र समन्वय, सामाजिक सांस्कृतिक रूपान्तरण, सामाजिक न्याय र समता, नागरिक मैत्री सेवा प्रवाह र सुशासन। क्षेत्रगत प्राथमिकता: क. कृषिको व्यवसायीकरण, ख. पर्यटन क्षेत्रको विकास र विस्तार, रोजगारी सृजना, स्वरोजगार प्रवर्धन, गरिबी निवारण तथा मानव पुँजी निर्माण, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, डिजिटल पूर्वाधार र डिजिटल अर्थतन्त्र निर्माण, सामाजिक न्याय र समावेशी विकास, युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति, गुणस्तरीय भौतिक पूर्वाधार विकास, बजेट प्रणाली सुधार, विनियोजन दक्षता र कार्यान्वयन क्षमता अभिवृद्धि, राजस्व प्रणालीको सुदृढीकरण, दिगो विकास, जलवायु परिवर्तन र विपद व्यवस्थापन, सङ्घीयता कार्यान्वयन। सङ्घ, प्रदेश र स्थानीय तहबीच वित्तीय अन्तर सम्बन्ध सुदृढ गर्न र राजस्व बाँडफाँडलाई प्रभावकारी बनाउन प्रदेशबाट हुने वित्तीय हस्तान्तरणलाई समन्वयिक र प्रभावकारी बनाइनेछ। साथै प्रादेशिक योजना तर्जुमा, कार्यान्वयन र अनुगमन मूल्याङ्कन प्रक्रियामा सङ्घीय इकाइहरू बीच सहकार्य र समन्वय साझेदारी अभिवृद्धि गरिनेछ। माथि उल्लेखित सुधारले विनियोजन कुशलता र कार्यान्वयन दक्षता अभिवृद्धि भई निर्धारित लक्ष्य हासिल हुने अपेक्षा गरेको छु। माथि उल्लेखित माननीय सभामुख महोदय, अब म चालू आर्थिक वर्षको बजेटका प्रमुख क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्ने अनुमति चाहन्छु। कृषि, मत्स्य, पशुपक्षी र सहकारी। कृषि, पशुपक्षी, मत्स्य केन्द्रित एक स्थानीय तह 2 उत्पादन अभियान सञ्चालन गर्न, प्रत्येक स्थानीय तहमा कम्तीमा एक विशेष पकेट क्षेत्र विकास गर्न, कृषि, पशुपक्षी र मत्स्यका 176 वटा व्यावसायिक पकेट निर्माण गरिनेछ। यसबाट सुन्तला, स्याउ, ओखर, केरा लगायतका फलफुल, सिमी, भटमास लगायतका दलहन बाली, तेलहन बाली, चैते धान
मकै, रैथाने बाली, आलु तरकारी, मौरी, माछा पालन, भैँसी गाई पालन, बङ्गुर पालन, बाख्रा पालनलाई व्यवसायीकरण गरिनेछ। यसबाट कृषि तथा पशुपक्षी क्षेत्रमा आयात घटाउन र निर्यात प्रवर्धन गर्न थप टेवा पुग्ने अपेक्षा गरेको छु। यस कार्यक्रमका लागि रु 70 करोड 40 लाख विनियोजन गरेको छु। यस कार्यक्रमबाट 176 जना कृषि तथा पशु प्राविधिक परिचालन गरी 5000 भन्दा बढी कृषक लाभान्वित हुने विश्वास लिएको छु। 3100 विपन्न दलित, मुक्त कमैया, कमलरी, हलिया, एकल महिला, अपाङ, लोलुपमुख समुदायको खाद्य तथा पोषण र आय आर्जनमा सुधार, दलित सुधार लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ। यसबाट स्थानीय जन समुदायको स्वास्थ्य स्थितिमा सुधार हुने र रोजगारको अवसर सृजना भई गरिबी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा लिएको छु। यसका लागि रु 6 करोड 20 लाख बजेट विनियोजन गरेको छु। कृषकलाई टेवा, घर दैलोमा प्राविधिक सेवा, नीति अनुरूप कृषि प्रसारको दायरा बढाई कृषकलाई सरल र सहज सेवा उपलब्ध गराउन, कृषकको फार्म, गोठ, खेतमा शिविर, इमर्जेन्सी सेवा, कृत्रिम गर्भाधान सेवा, खोप सेवा, बगैँचा शुद्धिकरण कार्यक्रम सञ्चालन गरिनेछ। पुराना फलफुलका बगैँचाको शुद्धिकरण गरी उत्पादकता सुधारका लागि रु 1 करोड 15 लाख व्यवस्था गरेको छु। एग्रिकल्चर डिजिटलाइजेसनका लागि पर्याप्त बजेट विनियोजन गरेको छु। कैलालीमा एम्बुलेन्स सेवा सहितको भेटनरी इमर्जेन्सी सेवा सञ्चालन गरिनेछ। यसका लागि रु 1 करोड बजेट विनियोजन गरेको छु। माटोको उर्वरक शक्तिमा सुधार गरी उपयुक्त खेती प्रवर्धन गर्न घुम्ती टोली मार्फत माटो परीक्षण शिविर सञ्चालन गरिनेछ। माटोमा प्राङ्गणिक पदार्थ वृद्धि गर्न कोसे बाली, ढैँचा खेतीको विस्तार गरिनेछ। प्रदेशमा विषादीयुक्त तरकारी तथा फलफुलमा विषादी अवशेष परीक्षण गर्नको लागि मोबाइल विषादी जाँच सेवा सञ्चालन गरिनेछ। यसका लागि रु 1 करोड 20 लाख बजेट विनियोजन गरेको छु। सुदूरपश्चिम दुग्ध विकास बोर्ड मार्फत डेरी व्यवसाय प्रबन्धन तथा बजारीकरणका कार्यक्रम सञ्चालनका लागि रु 2 करोड 85 लाख बजेट विनियोजन गरेको छु। आगामी आर्थिक वर्षमा 5 करोड माछाका भुरा उत्पादन गरी मत्स्य व्यवसायको प्रवर्धन बजारीकरण मार्फत यस क्षेत्रमा प्रदेश आत्मनिर्भर हुने विश्वास लिएको छु। साथै प्राकृतिक तालमा माछा पालनको उत्पादकता सुधार गर्न रु 1 करोड 15 लाख विनियोजन गरेको छु। कफी खेतीको उच्च सम्भावना बोकेका 5 जिल्ला कैलाली, बैतडी, बझाङ, डोटी र दार्चुलामा कफी बगैँचा परीक्षणको रूपमा स्थापना गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। उच्च हिमाली जिल्लाको 20 वटा स्थानीय तहलाई प्राङ्गणिक क्षेत्र घोषणा गर्न आवश्यक गृह कार्य गरिनेछ। यसका लागि रु 2 करोड बजेट विनियोजन गरेको छु। कृषिमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न समानुकूलित कृषि विकासका कार्यक्रम सञ्चालन गरिनेछ। बहुपक्षीय सहयोग र सहकार्यमा प्रदेशको 9वटै जिल्लामा इको भिलेज स्थापना र सञ्चालन गरिनेछ। यसका लागि रु 1 करोड 35 लाख बजेट विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशका 9वटै जिल्लामा स्थानीय तहमा उत्पादित कृषि उपजहरूको सुदूर कोसेली नामका ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरणलाई सहयोग गर्न सहकारी निजी क्षेत्रको साझेदारीमा कोसेली घर सञ्चालन गरिनेछ। यसबाट कृषिजन्य उत्पादन, पशुधन र बजारीकरणमा अभिवृद्धि हुने विश्वास लिएको छु। यसका लागि रु 55 लाख विनियोजन गरेको छु। दुर्गम क्षेत्रमा उत्पादित कृषि उपज ढुवानी तथा बजारीकरणको लागि कृषि एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइनेछ। यसका लागि रु 1 करोड विनियोजन गरेको छु। भीमदत्त पन्थ कृषि प्रवर्धन कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा स्वरोजगारीको अवसर सृजना गरी युवाहरूलाई कृषिमा आबद्ध हुन प्रेरित गर्न 772 जना कृषि, भेटरिनरी शिक्षा उत्तीर्ण युवाहरूको उद्यमशीलता विकासका लागि
युवा लक्षित तरकारी खेती, च्याउ उत्पादन र मोरी पालन कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि रु 3 करोड 10 लाख विनियोजन गरेको छु। प्रदेशका पहाडी क्षेत्रमा जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा बाँझो जग्गाको उपयोग गरी फलफूल, तरकारी, मसला खेती, घाँस खेतीका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु। सरकारी कार्यालयका खाली जग्गामा फलफूल उद्यान कार्यक्रम सञ्चालन गरिनेछ। बर्सातको पानी सङ्कलन र उपयोग गर्ने लगायतका साना सिँचाइ संरचना निर्माण कार्यलाई प्राथमिकता दिइनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। पर्यटकीय स्थल भएका क्षेत्रहरू तथा दिवा खाजा लागु भएका विद्यालयहरूसँग समन्वय गरी रैथाने तथा पोषणयुक्त बाली उत्पादन प्रवर्धन र स्थानीय उत्पादनमा आधारित विद्यालय खाजा कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। बढी मालिका र खप्तर क्षेत्र लक्षित कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। विभिन्न जातका खाद्यान्न बाली, तरकारी, फलफूल तथा घाँसको रथाने र वर्ण संकर बिउ उत्पादन गरी सुदूरपश्चिम प्रदेशलाई बिउ बिजनको हबको रूपमा विकास गरिनेछ। यसका लागि सरकारी प्रयोगशाला, स्रोत केन्द्र, आनुवंशिक स्रोत केन्द्रको स्तरोन्नति गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। कृषि तथा पशुपक्षी उत्पादन, पशुधन र बजारीकरणमा कृषि सहकारी संस्थाहरूको विकास, एकीकरण, नियमन गरिनेछ। सहकारीहरूको सहकार्यमा कस्टम हायरिङ सेन्टर र कृषिजन्य वस्तु उपज प्रदर्शन तथा प्रशोधन तथा बजारीकरण गरिनेछ। यसको लागि रु 4 करोड विनियोजन गरेको छु। बाँदर, बदेल, नीलगाई जस्ता जङ्गली जनावरबाट खेतीबालीमा हुने नोक्सानी कम गर्न नियन्त्रणका उपायहरू अवलम्बन गरिनेछ। उक्त जोखिम रहेका क्षेत्रमा सिमल, तरुण, एभोकाडो, कफी, अदुवा, बेसार, घाँस खेती र पुष्प उत्पादनलाई प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। पशुपक्षीमा लाग्ने जुनोटिक तथा महामारीजन्य खोरेक र खरी रोग मुक्त गरी मासु र दुग्धजन्य पदार्थ निर्यातको आवश्यक प्रबन्ध मिलाइनेछ। यसको लागि रु 6 करोड व्यवस्था गरेको छु। नस्ल सुधारका कार्यक्रम मार्फत कृत्रिम गर्भाधान गराई पशुपालनको उत्पादकता वृद्धि हुने विश्वास लिएको छु। प्रदेशमा पशुपक्षी रोग नियन्त्रण सहयोग कार्यक्रम अन्तर्गत खोप, सिरिन्ज, निडल, कोल्ड चेन, लजिस्टिक व्यवस्थापन, रोग नियन्त्रण तथा खोप कार्यक्रमहरू सञ्चालन गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। यसबाट पशुपालन व्यवसाय थप व्यवस्थित र व्यावसायिक हुने विश्वास लिएको छु। दार्चुला, बझाङ र बाजुरा जिल्लाको चौरी सिंहाल बाख्रालाई प्रबन्धन गरिनेछ। डोटी जिल्लामा गड्डी भैँसीको आनुवंशिक स्रोत केन्द्र र अछाम जिल्लामा नौमुठे अछामी गाईको स्रोत केन्द्र स्थापना गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। सार्वजनिक, निजी, गैर सरकारी संस्था, विकास साझेदार तथा धातृ निकाय संघको सहकारी र साझेदारीमा कृषि तथा पशुपक्षी क्षेत्रको उत्पादन विनियोजन गरेको छु। छाडा पशु व्यवस्थापन गर्न तथा हल गोरुलाई प्रोत्साहन गर्न रु 98 लाख विनियोजन गरेको छु। प्रदेशभरिमा सार्वजनिक, निजी, सहकारी साझेदारीमा कृषि तथा पशुपक्षीजन्य उद्योग सञ्चालन गर्न रु 4 करोड विनियोजन गरेको छु। कृषि अनुदान तथा सहुलियत, कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणको लागि बैंक, वित्तीय संस्था र सहकारी संस्था मार्फत कृषि कर्जाको ब्याजमा अनुदान उपलब्ध गराउन रु 13 करोड 85 लाख विनियोजन गरेको छु। यसबाट कृषि तथा पशुपालन व्यवसायमा रु 2 अर्ब बराबरको पुँजी पर्यटनको लागि ब्याजमा सहुलियत दिइनेछ। मसिनो धान, केराको टिस्यु कल्चर बिरुवा, जैतुन तेल, दुध, रथाने बालीको उत्पादन गरे बापत
प्रतिफलमा आधारित अनुदानको लागि रु 2 करोड 38 लाख विनियोजन गरेको छु। कोल्ड स्टोरमा बिउ आलु भण्डारण गर्ने कृषकहरूलाई भाडा छुटको लागि आवश्यक बजेट विनियोजन गरेको छु। 200 कोल्ड स्टोर, मासु तथा डेरी उद्योग व्यवसायीहरूलाई विद्युत महसुलमा अनुदानको व्यवस्था गरेको छु। कृषि यान्त्रिकीकरणलाई प्रवर्धन गर्न रु 2 करोड 70 लाख बजेट विनियोजन गरेको छु। प्रदेशमा रासायनिक मलको न्यून उपलब्धतालाई मध्यनजर गर्दै गैर अनुदानित रासायनिक मलमा अनुदानलाई निरन्तरता दिइनेछ। यसका लागि रु 1 करोड 50 लाख विनियोजन गरेको छु। यसबाट रासायनिक मलको आपूर्ति व्यवस्थापन प्रभावकारी भई उत्पादन र उत्पादकता वृद्धि हुने विश्वास लिएको छु। प्राकृतिक प्रकोपबाट कृषि, पशुपक्षी तथा मत्स्य क्षेत्रमा हुने नोक्सानीको राहतको लागि रु 1 करोड विनियोजन गरेको छु। प्रदेशभित्र रहेका 100 जना मुक्त कमैया, कमलरी र हलियाहरूको व्यवस्थापनका लागि रु 3 करोड 50 लाख विनियोजन गरेको छु। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई रु 3 अर्ब 30 करोड 10 लाख विनियोजन गरेको छु। उद्योग, वाणिज्य तथा आपूर्ति। उद्योग प्रशासनलाई आधुनिक सेवा मैत्री र सूचना प्रविधि मैत्री बनाउँदै लगिनेछ। स्थानीय सम्भावना र विशिष्टताको आधारमा स्थानीय स्तरमा रोजगारी र उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले एक जिल्ला एक उद्योग प्रवर्धन कार्यक्रम सञ्चालनका लागि रु 1 करोड विनियोजन गरेको छु। यसबाट स्थानीय विशिष्टतामा आधारित उद्योगको प्रवर्धन हुने विश्वास लिएको छु। विभिन्न वर्गको जीवनस्तर सुधारका लागि साना तथा घरेलु उद्यमलाई प्रोत्साहन गर्दै रोजगार तथा उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। साथै दशरथ चन्द सिप विकास तथा क्षमता अभिवृद्धि तालिमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका क्षेत्रमा स्थानीय तहको सहकार्यमा जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना र सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। युवाहरूमा सकारात्मक सोच, सिप, दक्षता, उद्यमशीलता विकास गर्न बिजनेस इन्क्युबेसन सेन्टर स्थापना र सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेशभित्रका घरेलु तथा साना उद्योगीबाट उत्पादित सामग्री बिक्री प्रबन्धनका लागि कैलाली उद्योग वाणिज्य सङ्घको सहकार्यमा कोसेली घर सञ्चालन र व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। भगत, सर्वजित र आरन लगायत परम्परागत सिप र प्रविधिमा आधारित उद्योगको स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन गरेको छु। युवाहरूलाई देशभित्रै स्वरोजगार बनाई उत्पादनशीलताको अभिवृद्धितर्फ उन्मुख भई क्रियाशील बनाउने उद्देश्यले विभिन्न किसिमका उद्यमशीलता सम्बन्धी तालिमहरूका लागि आवश्यक बजेट विनियोजन गरेको छु। कारागारमा रहेका कैदी तथा सुधार केन्द्रमा रहेका व्यक्तिहरू लक्षित सिपमूलक कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। कालाबजारी नियन्त्रणका लागि बजार अनुगमन तथा उपभोक्ता हित तथा अधिकार सम्बन्धी सचेतनाका लागि आवश्यक बजेट विनियोजन गरेको छु। उद्यमशीलता सम्बन्धी तालिम लिई उद्योग स्थापना र सञ्चालन गर्न आर्थिक अवस्था कमजोर भएका इच्छुक उद्यमीहरूलाई प्रवृत्ति हस्तान्तरणको लागि रु 1 करोड 18 लाख विनियोजन गरेको छु। पर्यटन प्रबन्धन तथा विकास। कप्तड बाजुराको बढी मालिका, दार्चुलाको मालिकार्जुन शिखर, बैतडीको सिकास धाम, अछामको रामारोशन लगायतका पर्यटकीय स्थानहरूमा केबुल कार्यक्रमका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। सङ्घ सरकारको सहयोगमा बढी मालिका क्षेत्रमा पर्यापर्यटन निर्माणका लागि रु 7 करोड 25 लाख विनियोजन गरेको छु। थारू सांस्कृतिक मेला महोत्सव र सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। थारू मरुवा निर्माणको लागि रु 1 करोड विनियोजन गरेको छु।
पर्यटन पूर्वाधार समृद्धिको आधार भन्ने नाराका साथ प्रदेशभरिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सिमसार ताल तलैयाको संरक्षण, सम्वर्धन र प्रबन्धनका लागि बाँकावीर पर्यटन प्रवर्धन कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। साथै चिसापानी पर्यटन पूर्वाधार र देवाटबी पर्यटकीय पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु। बर्दगोरिया धाम क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण, ब्रह्मदेव बहुसांस्कृतिक सङ्ग्रहालय र राजकाँडा ढुन्डे झाडी प्याराग्लाइडिङका लागि आवश्यक बजेट विनियोजन गरेको छु। पर्यटक भित्रिने सीमानाकाहरू तथा मुख्य प्रवेशद्वार लगायत विभिन्न 6 स्थानमा पर्यटन सहायता केन्द्र स्थापना र सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशमा रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धन र सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। होमस्टे व्यवस्थापन, कुक तथा हस्पिटलिटी, नेचर गाइड व्यवसायसँग सम्बन्धित क्षमता अभिवृद्धि तालिम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा उच्च योगदान पुर्याई सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउने कार्यका खप्तर बाबा कार्य गरेका खप्तर बाबा, बाङ्कावीर, भीमदत्त पन्त, दशरथ चन्द्र, क्षेमानन्द महतो, जय पृथ्वी बहादुर सिंह, द्वारिका देवी ठकुरानी, केआई सिंह लगायतका व्यक्तिहरूको जीवनी र योगदानका सम्बन्धमा दस्तावेज तयार गरी प्रकाशन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। वन, वातावरण तथा जलाधार व्यवस्थापन, गरिबीको रेखामुनिका जनताको जीवनस्तरमा सहयोग पुर्याउनुका साथै हैसियत बिग्रेको वनको अवस्था सुधार गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशका 6 वटा पहाडी जिल्लाहरू डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा सञ्चालित कबुलियती वन विकास कार्यक्रमका लागि रु 1 करोड विनियोजन गरेको छु। जडीबुटी प्रजातिहरूको संरक्षण तथा खेती विस्तारको लागि रु 1 करोड 60 लाख विनियोजन गरेको छु। नर्सरी स्तरोन्नति तथा वन्यजन्तु विभिन्न प्रजातिका बिरुवा उत्पादनका लागि रु 1 करोड 30 लाख विनियोजन गरेको छु। प्रदेशभित्रका जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण बसन्ता जैविक मार्ग, लालझाडी मोहना जैविक मार्ग, महाभारत क्षेत्र, तेले लेक क्षेत्र र सिघास तथा ग्वालेक क्षेत्रको जैविक विविधता संरक्षण तथा व्यवस्थापनका लागि रु 80 लाख विनियोजन गरेको छु। मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनका लागि रु 1 करोड 12 लाख र वन्यजन्तुबाट हुने क्षतिको राहत वितरणका लागि रु 1 करोड 47 लाख विनियोजन गरेको छु। वन डडेलो नियन्त्रण तथा व्यवस्थापन कार्य अन्तर्गत जनचेतना तथा प्रचार अग्नि नियन्त्रण सामग्री खरिद तथा व्यवस्थापन कार्यका लागि रु 1 करोड 30 लाख विनियोजन गरेको छु। सामुदायिक वन, प्रदेशको धन भन्ने नाराका साथ वन पर्यावरणलाई आर्थिक विकास एवं स्थानीय रोजगारको साधनको रूपमा उपयोग गर्ने नीति लिएको छु। सामुदायिक वन उपभोक्ता समूहहरू गठन, वन हस्तान्तरण, सामुदायिक वनको कार्ययोजना नवीकरण, सामुदायिक वनमा वन व्यवस्थापन र सुशासन सम्बन्धी अभ्यास र सामुदायिक वनमा दिगो वन व्यवस्थापन योजना कार्यान्वयनको लागि आवश्यक बजेट विनियोजन गरेको छु। स्थानीय तहको सहकार्यमा सार्वजनिक तथा नदी विकास जग्गामा वृक्षारोपण गरी वन विकास गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छु। दुर्लभ वन्यजन्तु डल्फिनको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको छु। वन क्षेत्रमा हुने अतिक्रमण, चोरी सिकारी तथा चोरी निकासी नियन्त्रण गरी विगतमा भएका अतिक्रमणलाई समेत हटाई हरियाली प्रबन्धनका लागि नर्सरी सञ्चालन, बिरुवा उत्पादन, पार्क निर्माण र वृक्षारोपण कार्यलाई विस्तार गरिनेछ। दार्चुला, बझाङ र बाजुरा जिल्लाको पाटन, खर्क तथा चरण क्षेत्र व्यवस्थापन तथा अतिक्रमण
अतिक्रमित वन क्षेत्रको तथ्याङ्क आवधिक गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु। भू तथा जलाधार व्यवस्थापन। भू तथा जलाधार व्यवस्थापन अन्तर्गत पहिरो तथा गल्सी नियन्त्रण, तटबन्ध निर्माण, पानी मुहान संरक्षण, संरक्षण पोखरी निर्माण, बाँस रोपण, बायो इन्जिनियरिङ लगायतका कार्यका लागि र आकस्मिक रूपमा आइपर्ने भूक्षय सम्बन्धी समस्या समाधानका लागि आवश्यक बजेट विनियोजन गरेको छु। सङ्घ सरकारको सहयोगमा बझाङ र बाजुरा जिल्लामा जलवायु उत्थानशील भूपरिधि तथा जीविकोपार्जन आयोजना कार्यान्वयनका लागि रु 5 करोड 37 लाख विनियोजन गरेको छु। सङ्घ सरकारको सहयोगमा दार्चुला, बैतडी र डोटी जिल्लामा जैविक विविधता तथा जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालन कार्यान्वयनका लागि रु 6 करोड 46 लाख विनियोजन गरेको छु। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको लागि कुल रकम रु 2 अर्ब 34 करोड 48 लाख 94 हजार विनियोजन गरेको छु। सडक पूर्वाधार विकास। आधुनिक गुणस्तरीय पूर्वाधार निर्माण गरी प्रदेशको आर्थिक सामाजिक विकासलाई तीव्रता दिने गरी भरपर्दो र सुरक्षित दिगो सडक सञ्जालको विस्तार गरिनेछ। यसका लागि पूर्वाधारहरूको निर्माण कार्यलाई तीव्रता दिइनेछ। विकास आयोजनाहरूलाई निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्न ऱ्यापिड एप्रिजल पछि मात्र कार्यान्वयन हुने गरी प्राथमिकताका आधारमा आयोजना छनौट मार्फत मात्र कार्यान्वयन हुने गरी आवश्यक व्यवस्था मिलाएको छु। आयोजनाको लगानी र प्रतिफललाई सुनिश्चित गर्नका लागि आयोजना जीवन चक्रको अवधारणामा आयोजनाको पूर्व तयारी, निर्माण चरण र निर्माण पश्चात व्यावसायिक योजना सहित दिगो सञ्चालन र व्यवस्थापनको लागि आवश्यक व्यवस्था मिलाएको छु। पुँजीगत खर्च वृद्धि गर्न समयमै निर्धारित गुणस्तरमा परियोजना कार्यान्वयन गरी सम्पूर्ण सरकार होल अफ द गभर्मेन्ट अनुसार सबै मन्त्रालय तथा निकायहरूमा एकीकृत पहल गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। विकास र वातावरण बीच सन्तुलन कायम गर्न पूर्व वातावरणीय अध्ययन, प्रतिवेदन र स्वीकृतिको प्रक्रियालाई अनिवार्य गर्ने मौजूदा कानुनी व्यवस्थाको कार्यान्वयनलाई प्राथमिकतामा राखेको छु। प्रदेश गौरव र बहुवर्षीय योजनाहरूको निर्माण सम्पन्न गर्न सडक तथा सडक पुल पूर्वाधारको विगतको करारीय दायित्व र प्रदेश सरकारको स्रोत सीमिततालाई मध्यनजर गर्दै उच्च प्राथमिकतामा राखेको छु। प्रदेश गौरवका आयोजना र बहुवर्षीय आयोजनाहरूको आवश्यकता र औचित्यको आधारमा असर र प्रभाव समेतको विश्लेषण गरी सान्दर्भिकताको परीक्षण गर्न यसै आर्थिक वर्षबाट सुरु गर्ने गरी आवश्यक व्यवस्था मिलाएको छु। राजमार्ग तथा सहायक राजमार्गदेखि स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल विस्तार नभएका स्थानीय तह र 12 महिना यातायात सञ्चालन हुन नसक्ने स्थानीय तहको केन्द्रलाई नजिकको राजमार्ग तथा सहायक राजमार्गसँग जोड्ने र स्थानीय तहको सडक सञ्जालसँगको पहुँच विकास गरी आगामी 5 वर्षभित्र खण्ड स्मित एवं कालो पत्रे गर्ने व्यवस्था मिलाएको छु। यसका लागि नेपाल सरकार र स्थानीय तह समेतको लागत साझेदारीमा प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना सञ्चालन गर्न रु 1 अर्ब 21 करोड 65 लाख विनियोजन गरेको छु। हालसम्म पनि सडक सञ्जालसँग कच्ची सडक नजोडिएका बझाङको साइपाल, बैतडीको सिगास र दार्चुलाको अपी हिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकतामा दिई निर्माण कार्य अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरेको छु। सडक सञ्जाल नपुगेका दुर्गम एवं ग्रामीण क्षेत्रमा आधारभूत सेवालाई सहज र पहुँचयोग्य बनाउन झोलङ्गे पुल निर्माण कार्यलाई निरन्तर दिएको छु। सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा योजना तर्जुमा गरी सडक सुरक्षा पर्यवेक्षणलाई कार्यान्वयनमा ल्याइनेछ।
प्रदेशबाट निर्माण भएका सडकको नियमित आवधिक र आकस्मिक मर्मत सम्भारको लागि आवश्यक बजेट विनियोजन गरेको छु। धनगढी बजारको मूल सडकको कैलाली पुलदेखि हुलालिकी सडकसम्मको खण्डलाई शहरी सडकमा स्तरोन्नति गर्ने कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ। योजना छनौट तथा विश्लेषण प्रणालीलाई वैज्ञानिक र वस्तुगत बनाई पञ्चवर्षीय योजना, वार्षिक बजेट, नीति तथा कार्यक्रम र आयोजना बैंकको अवधारणालाई कार्यान्वयनमा ल्याउन प्रदेश लोकमार्गहरूको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखेको छु। यसबाट आयोजना समयमै सम्पन्न हुने, गुणस्तर कायम गर्नमा सहज हुने र समग्र सुशासन कायम हुने कुरामा विश्वस्त छु। आयोजनाको छनौटदेखि कार्यान्वयन र अनुगमन मूल्याङ्कनसम्म माननीय सदस्यहरूको आयोजनाको छनौटदेखि कार्यान्वयन एवं अनुगमन मूल्याङ्कनसम्म माननीय सदस्यहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आवश्यक नीतिगत व्यवस्थाको परिमार्जन तत्कालै सुरु गर्ने गरी आवश्यक व्यवस्था मिलाएको छु। ऊर्जा, सिँचाइ तथा नदी नियन्त्रण। प्रदेशको खाद्य सुरक्षालाई प्राथमिकता राखी कैलाली र कञ्चनपुर जिल्लाको खेतीयोग्य जमिनमा 12 महिना सिँचाइ सुविधा उपलब्ध गराउन, सतही तथा भूमिगत जल स्रोतको संयोजनात्मक उपयोग हुने गरी सिँचाइ संस्थाहरू निर्माण, मर्मत तथा व्यवस्थापन गर्दै जलवायु अनुकूलित सिँचाइमा विशेष जोड दिएको छु। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। यसबाट सिंचित क्षेत्र थप विस्तार भई उत्पादन र उत्पादकतामा वृद्धि हुने विश्वास लिएको छु। जलवायु परिवर्तनका कारण सतही स्रोतहरूको क्षमतामा हुँदै गरेको ह्रासलाई मध्यनजर गर्दै जल स्रोतको पुनर्भरण र ससाना जलयुक्त बहुउद्देश्य आयोजना र पम्पिङ आयोजनाबाट सिँचाइ सेवा सुनिश्चित गर्न आवश्यक रकम विनियोजन गरेको छु। जलस्रोतको पुनर्भरण र स्थानीय तहसँगको सहकार्यमा प्रत्यक्ष रूपमा उत्पादन र रोजगारीलाई टेवा दिने गरी कृषि तथा वन क्षेत्रसँगको सहकार्यमा कृषि तथा सिँचाइलाई प्रोत्साहन गर्न वित्तीय हस्तान्तरण मार्फत स्थानीय तहलाई आवश्यक बजेट प्रदान गरेको छु। यसबाट साझेदारी प्रबन्धन हुने विश्वास लिएको छु। प्रदेश सरकारको सार्वजनिक निजी साझेदारी मार्फत जलविद्युत निर्माण सुरुवात गर्न आवश्यक व्यवस्था मिलाएको छु। यसका लागि आवश्यक रकम विनियोजन गरेको छु। निर्माण सम्पन्न भएका सिँचाइ आयोजनाहरूको दिगो सञ्चालन तथा व्यवस्थापनको लागि जलवायु अनुकूलित सिँचाइमा विशेष जोड दिन रु 10 करोड 25 लाख विनियोजन गरेको छु। यसबाट सिँचाइ सुविधामा थप विस्तार भई उत्पादन र उत्पादकतामा वृद्धि हुने विश्वास लिएको छु। उज्यालोबाट वञ्चित ग्रामीण तथा दुर्गम क्षेत्रका स्थानीय तहसँगको सहकार्यमा वैकल्पिक एवं नवीकरणीय ऊर्जा सम्बन्धी कार्यक्रम सञ्चालन र विस्तार कार्यक्रमलाई आवश्यकताका आधारमा निरन्तरता दिएको छु। यसको लागि रु 3 करोड विनियोजन गरेको छु। जल उत्पन्न प्रकोप व्यवस्थापनका लागि नदी नियन्त्रण र व्यवस्थापनको उपयुक्त प्रविधि प्रयोग गरिनेछ। प्राकृतिक प्रकोपबाट जोखिममा परेका बस्ती लगायत अन्य संरचना संरक्षण गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको छु। जमिन उकास हुने गरी कान्द्रा, बनारा, चौधर र मछली नदीमा नदी नियन्त्रण लगायत सिँचाइ, खानेपानी सुधार सहितको एकीकृत पूर्वाधार निर्माण तथा संरक्षण कार्यको निरन्तरताका लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेशका नदीहरूमा बाढीको कारणबाट भइरहेको जग्गा कटानलाई नयाँ प्रविधिमा आधारित एकीकृत नदी नियन्त्रण तथा व्यवस्थापन मार्फत सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति र खेतीयोग्य जमिनको संरक्षण गरी जग्गा अवकाश कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छु। खानेपानी तथा सरसफाई। सबैका लागि सुरक्षित खानेपानी सुनिश्चित गर्न जलाधारदेखि उपभोक्ता
को धारासम्म पानी शुद्धिकरणको कार्यक्रम सञ्चालन गरिनेछ। खानेपानी सेवाको गुणस्तर सुधार गरी खानेपानी तथा विस्तार गर्न समुदायमा आधारित खानेपानी आयोजनाहरू सामुदायिक विद्यालय एवं स्वास्थ्य संस्थामा खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई विशेष प्राथमिकतामा दिई सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाएको छु। खानेपानी तथा सरसफाई आयोजनाको सञ्चालन व्यवस्थापन तथा मर्मत सम्हारको लागि नीतिगत व्यवस्था गरिनेछ। भूमिगत जल सतह तथा पानीका सतही स्रोतहरू घट्दै गइरहेका क्षेत्रहरू तथा खानेपानीबाट वञ्चित विभिन्न बस्तीहरूमा खानेपानी आपूर्तिको विशेष व्यवस्था मिलाएको छु। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। स्थानीय तह र अन्य सरकारवाला सङ्घ संस्थाहरूको समन्वय तथा साझेदारीमा खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना र स्थानीय जलवायु परिवर्तन अनुकूलन आयोजना कार्यक्रम अगाडि बढाउन आवश्यक रकम विनियोजन गरेको छु। स्थानीय तहसँगको सहकार्यमा वित्तीय हस्तान्तरण मार्फत खानेपानीका स्रोतहरूको संरक्षण र पुनर्भरण कार्यक्रमको लागि आवश्यक बजेट स्थानीय तहलाई हस्तान्तरण हुने व्यवस्था गरेको छु। आवास, शहरी विकास तथा भवन निर्माण स्थानीय तहसँगको साझेदारीमा स्मार्ट शौचालय निर्माण कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु। प्रदेशभित्रका उत्पीडित पिछडिएका वर्ग क्षेत्र जात जातिको पुनर्स्थापना तथा व्यवस्थित बसोबासको सुनिश्चितताका लागि मुख्यमन्त्री जनता आवास कार्यक्रम सञ्चालनमा ल्याइनेछ। यसको लागि आवश्यक बजेट विनियोजन गरेको छु। सरकारी तथा सार्वजनिक संस्थाका भवनहरूको निर्माण मर्मत तथा संरक्षण गर्ने कार्यलाई निरन्तरता दिएको छु। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। यातायात व्यवस्था सार्वजनिक यातायात सेवालाई पहुँचयोग्य, सुरक्षित, भरपर्दो र प्रविधियुक्त बनाउन प्रदेश यातायात तथा सवारी व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था मिलाएको छु। सवारी साधन र सवारी चालक अनुमति पत्र सम्बन्धी अभिलेखको डिजिटलाइजेसन र आर्काइभिङ गर्न आवश्यक बजेट विनियोजन गरेको छु। भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि कुल रकम रु 15 अर्ब 40 करोड 30 लाख 17 हजार विनियोजन गरेको छु। शिक्षा क्षेत्र जय पृथ्वी बहादुर सिंह शैक्षिक पूर्वाधार विकास तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम मार्फत 32 वटा प्रदेश सभा निर्वाचन क्षेत्रका एक-एकवटा माध्यमिक विद्यालयहरूलाई प्रदेश नमुना विद्यालयका रूपमा विकास गर्न आवश्यक व्यवस्था मिलाएको छु। यसका लागि रु 23 करोड विनियोजन गरेको छु। यसबाट गुणस्तरीय शिक्षामा आम जनताको पहुँच अभिवृद्धि हुने विश्वास लिएको छु। सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा एक-एकवटा बाल विकास केन्द्रलाई शैक्षिक सामग्री व्यवस्थापन तथा बाल विकास शिक्षकहरूको तालिमको व्यवस्था गरेको छु। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। अपङ्गता भएका तथा सीमाङ्कृत वर्गका बालबालिका लक्षित प्रोत्साहनमूलक कार्यक्रम मार्फत शिक्षालाई सर्वसुलभ एवं समावेशी बनाउन विशेष तथा स्रोत कक्षाहरूको शुद्धिकरणको व्यवस्था मिलाएको छु। यसका लागि पर्याप्त बजेट विनियोजन गरेको छु। कञ्चनपुरको बेलोरीमा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको लागि आवासीय सुविधा सहितको विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। ब्रेल लिपि तथा साङ्केतिक भाषामा शिक्षा प्रदान गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु। अनाथ बालबालिकाहरूका लागि छात्रावास सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। कमजोर आर्थिक सामाजिक अवस्थाका जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा र चिकित्सा शिक्षातर्फ MBBS MD तहको अध्ययन कार्य गर्न छात्रवृत्ति दिने कार्यक्रमको निरन्तरताको लागि 7 करोड 65 लाख विनियोजन गरेको छु। वादी समुदायका बालबालिकाहरूको लागि वादी उत्थान छात्रवृत्ति कार्यक्रमको निरन्तरताको लागि पर्याप्त बजेट विनियोजन गरेको छु।
प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम सम्बन्धी प्राविधिक रणनीतिहरूमा औद्योगिक प्रशिक्षार्थी तालिम सञ्चालन र पूर्व सिकाइलाई मान्यता दिन सिप परीक्षण प्राविधिक शिक्षाको गुणस्तर सुधारका लागि शिक्षालयहरूको क्षमता अभिवृद्धि र डिजिटल कक्षा कार्यक्रमहरू सञ्चालनका लागि आवश्यक बजेट प्रबन्ध गरेको छु। कैलालीको टिकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण गरी विज्ञान तथा प्रविधि क्षेत्रको सेक्टर अफ एक्सिलेन्सीको रूपमा विकास गरिनेछ। यसका लागि रु 5 करोड 50 लाख विनियोजन गरेको छु। उच्च शिक्षाका लागि अनुसन्धान एवं नवप्रबन्धनमूलक कार्यक्रम सञ्चालन गरिनेछ। साथै प्रत्येक जिल्लामा एक-एकवटा उच्चतम विद्यार्थी संख्या भएको क्याम्पसलाई शुद्धिकरण गर्दै नमुना क्याम्पसको रूपमा विकास गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। शिक्षकको पेशागत क्षमता विकास सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न शिक्षा तालिम केन्द्रको संस्थागत शुद्धिकरण कार्य गरिनेछ। साथै नवप्रवेशी शिक्षक र प्रदेश तथा स्थानीय तहका शिक्षा सम्बन्धी जनशक्तिको क्षमता विकास तालिम र माध्यमिक तहका विद्यार्थी लक्षित शिक्षा तालिम केन्द्रबाट करियर काउन्सिलिङ सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। स्नातक र स्नातकोत्तर तह पूरा गर्ने चरणमा रहेका इच्छुक विद्यार्थीहरूलाई इन्टर्नसिप र स्वयंसेवकको रूपमा परिचालन गर्न र विज्ञान तथा सूचना प्रविधि अध्यापन गराउने क्याम्पसहरूलाई प्रदान गर्दै आएको प्रोत्साहनलाई निरन्तरता दिएको छु। यसको लागि आवश्यक बजेट विनियोजन गरेको छु। भाषा, संस्कृति, साहित्य तथा कला प्रदेशभित्र रहेका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको खोज अन्वेषण गरी अभिलेखीकरण गरिनेछ। कञ्चनपुरमा झुसे दबाई सांस्कृतिक सङ्ग्रहालयको स्थापना र सञ्चालनको व्यवस्था गरेको छु। साथै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान मार्फत प्रदेशभित्रका भाषा, संस्कृति, कला, साहित्यको पहिचान, संरक्षण र सम्वर्धन कार्यलाई प्राथमिकतामा राखेको छु। यसको लागि आवश्यक बजेट विनियोजन गरेको छु। युवा तथा खेलकुद क्रिकेट खेलको सम्भावना र अवसरलाई मध्य गरी प्रत्येक जिल्लामा एक क्रिकेट खेल मैदान निर्माण कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लामा एक-एकवटा क्रिकेट खेल मैदान निर्माण कार्य गरिनेछ। यसका लागि रु 1 करोड 35 लाख विनियोजन गरेको छु। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा उत्कृष्ट भई पदक प्राप्त गर्ने प्रदेशका खेलाडीहरूलाई विशेष सम्मान सहित प्रोत्साहनका लागि आवश्यक बजेट विनियोजन व्यवस्था गरी मिलाएको छु। कैलालीको टिकापुरमा निर्माणाधीन टिकापुर स्पोर्ट्स एकाडेमीका लागि रु 1 करोड विनियोजन गरेको छु। प्रदेशभित्रका नवप्रवर्धन तथा युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि लोकराज ढकाल युवा सशक्तिकरण तथा लागू औषध दुर्व्यसन नियन्त्रण कार्यक्रम लागू गर्न आवश्यक बजेट विनियोजन गरेको छु। स्वास्थ्य क्षेत्र मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम सुधार तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत प्रदेशका सबै अस्पतालहरूमा प्रयोगशाला, आकस्मिक सेवा, शल्यक्रिया तथा सघन उपचार कक्ष, निःशुल्क रक्त सेवा, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी लगायतका अत्यावश्यक सेवाको थप स्तरोन्नतिका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य निर्देशालय, अस्पताल र स्वास्थ्य कार्यालयहरूमा आवश्यक बजेटको प्रबन्ध गरेको छु। प्रदेश मार्फतका अस्पतालहरूमा विशेषज्ञ चिकित्सकीय सेवालाई निरन्तरता दिनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। विशेषज्ञ चिकित्सा सेवाको पहुँच बढाउन टेलिहेल्थ कार्यक्रम समेत सञ्चालन गर्दै प्रदेश मार्फतका अस्पतालहरूमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड, अनलाइन टिकट र डिजिटल भुक्तानी प्रणाली स्थापना र विस्तार गर्न आवश्यक बजेट विनियोजन गरेको छु। महिलाको प्रजनन स्वास्थ्य अवस्थामा सुधार ल्याउन
प्रेषण केन्द्र र ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमलाई थप सुदृढीकरण तथा आवश्यक उपकरणहरूको व्यवस्था गरी प्रजनन स्वास्थ्य सम्बन्धी रोगहरू र रुग्णताको पहिचान र निवारण गर्न विशेषज्ञ सहितको एकीकृत स्वास्थ्य शिविर सञ्चालनका लागि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश स्वास्थ्य निर्देशालय र स्वास्थ्य कार्यालयहरूमा आवश्यक बजेटको व्यवस्था गरेको छु। मानसिक स्वास्थ्य सेवालाई प्रदेशका सम्पूर्ण अस्पतालहरूमा क्रमिक रूपमा विस्तार गर्न चालु आर्थिक वर्षमा महाकाली र टिकापुर अस्पतालमा मानसिक स्वास्थ्य इकाइ स्थापना र सेवा निरन्तरताका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न बजेट विनियोजन गरेको छु। साथै मनोपरामर्श सेवा र विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता दिएको छु। घोरी घोरा स्वास्थ्य उपचार कार्यक्रम मार्फत कैलाली र कञ्चनपुरमा सिकलेस सेल एनिमिया, थ्यालासेमिया, हेमोफिलिया जस्ता रोगहरूको पहिचान, निदान र उपचारको व्यवस्था गरेको छु। सेती प्रादेशिक अस्पतालमा यस सम्बन्धी उपचारका लागि विशेष कक्षाको स्थापना गर्ने प्रबन्ध गरेको छु। यसका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। डायलाइसिस सेवालाई प्रदेश मातहतमा अस्पतालहरूमा क्रमसँग विस्तार गर्दै लैजाने नीति अनुरूप यस वर्ष डोटी अस्पतालको निम्ति आवश्यक बजेट विनियोजन गरेको छु। स्थानीय तहबाट सञ्चालित दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलोरी, कैलालीको लम्की चुहा र बाजुराको कोल्टी अस्पतालहरूलाई प्रदेश तहको अस्पतालको रूपमा स्तरोन्नति गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। डडेलधुराको जोगपुरा र कैलालीको लम्की चुहा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गरिनेछ। यसका लागि आवश्यक प्रबन्ध मिलाएको छु। अछामको बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन प्रदेश सरकार मार्फत ल्याउन कानुनी प्रबन्ध गरी प्रदेश स्तरको अस्पतालको रूपमा सञ्चालन गर्ने प्रबन्ध मिलाइनेछ। यसको लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा आधारभूत स्वास्थ्य सेवालाई थप सुदृढीकरण गर्न स्थानीय तहमा प्रदेश स्तरमा स्वास्थ्य संस्थाको विकास गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु। गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितका लागि निजी अस्पताल, क्लिनिक, फार्मेसी, प्रयोगशाला लगायतका स्वास्थ्य संस्थाहरूको अनुगमन गर्ने प्रणालीलाई थप व्यवस्थित गर्न बजेटको व्यवस्था मिलाएको छु। आयुर्वेदिक क्षेत्रको सबलीकरणका लागि आयुर्वेदिक अस्पताल तथा आयुर्वेदिक स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा प्रदेश स्तरमै आयुर्वेद औषधि उत्पादन केन्द्र स्थापना तथा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। महाकाली आयुर्वेदिक औषधालय र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र डडेलधुराको भौतिक पूर्वाधार स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु। स्वास्थ्य क्षेत्रमा देखा पर्ने आपतकालीन अवस्था, महामारी तथा कीटजन्य रोगहरूको प्रकोप नियन्त्रण र व्यवस्थापनका लागि बहुपक्षीय सहकार्यमा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक बजेटको प्रबन्ध मिलाएको छु। प्रादेशिक अस्पतालहरूमा रहेका जोरियाट्रिक इकाइहरूको स्तरोन्नति गर्दै सेती, महाकाली र टिकापुर अस्पतालहरूबाट एकल महिला, क वर्गको अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूलाई निःशुल्क परीक्षण र औषधि व्यवस्थापन गर्नका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु। प्रदेशभित्रका बालबालिका, किशोर किशोरी, गर्भवती तथा सुत्केरी महिलाहरूको पोषण अवस्था सुधारका लागि विद्यालय र समुदायमा आधारित स्वास्थ्य तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु। स्थानीय तहको समन्वयमा दुर्गम क्षेत्रका नागरिकहरूको स्वास्थ्य परीक्षण गर्न विशेषज्ञ शिविरहरू सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु।
1 घण्टा आफ्नै लागि भन्ने नारा अनुरूप नसर्ने तथा मानसिक रोग न्यूनीकरणका लागि स्थानीय तह, निजी तथा गैर सरकारी क्षेत्रको सहकार्यमा सार्वजनिक स्थलहरूमा खुला व्यायामशाला, आरोग्य केन्द्र, प्राकृतिक चिकित्सा, जुम्बा, ध्यान एवं योग केन्द्र, विपश्यना आदि स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु। आकस्मिक अवस्थामा ज्यान जोखिमबाट बचाउनका लागि विद्यार्थी, सुरक्षाकर्मी र सवारी चालकहरूलाई प्राथमिक उपचार र बेसिक लाइफ सपोर्ट लगायतका सिप सिकाउनका लागि आवश्यक बजेटको व्यवस्था प्रबन्ध गरेको छु। सामाजिक क्षेत्र कार्यस्थलमा हुने लैङ्गिक हिंसा अन्त, कामदारहरूको व्यवसायजन्य सुरक्षा, स्वास्थ्य परीक्षण तथा परामर्श, उद्यमशीलताको विकासको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। स्वस्थ बालबालिका, सबल नारी र सम्मानित ज्येष्ठ नागरिक, सुदूर पश्चिमको प्रतिबद्धता भन्ने नाराका साथ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक दशक 2082-2092 कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। स्थानीय तहसँगको साझेदारीमा सानै छु म पढ्न देऊ, बाल विवाह होइन पढ्न देऊ अभियानलाई निरन्तरता दिएको छु। महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र दुर्व्यवहारको अन्तका लागि संरक्षणात्मक र निवारणात्मक उपायहरू अवलम्बनका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु। हिंसा पीडित महिला तथा बालबालिकाको संरक्षणका लागि प्रदेश स्तरीय एकीकृत हिंसा पीडित संरक्षणको स्थापना गरिनेछ। महिला समुत्थान परियोजना अन्तर्गत कञ्चनपुरमा पुनर्स्थापना केन्द्र स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु। द्वारका देवी ठकुरानी महिला आत्मनिर्भर एवं सशक्तिकरण कार्यक्रम मार्फत महिलाहरूलाई उद्यम र रोजगारतर्फ प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। विपन्न, सङ्कटग्रस्त, द्वन्द्वपीडित एवं वञ्चितीकरणमा परेका व्यक्तिहरूका लागि जयराज भट्ट क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। दलित समुदाय विकास तथा उत्थान समिति गठन गरी दलित समुदायको परम्परागत सिप तथा व्यवसायलाई आधुनिकीकरण गर्न टीकाराम पार्की दलित सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। सार्वजनिक, निजी तथा गैर सरकारी क्षेत्रको सहयोगमा सहयोगापेक्षी मानिसहरूको उद्धार, पुनर्स्थापना र संरक्षणको कार्य सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु। श्रम तथा रोजगार स्थानीय तहसँग समन्वय गरी श्रमिकहरूको पञ्जीकरण, श्रम अडिट तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु। सुदूरपश्चिम प्रदेशमा रहेका कल कारखाना र उद्योग प्रतिष्ठानहरूमा काम गर्ने अध्यक्ष, अर्धदक्ष र दक्ष श्रमिकहरूको माग र आपूर्ति सम्बन्धी तथ्याङ्क सङ्कलन, अध्ययन, सर्वेक्षण जस्ता कार्यक्रम गरी अभिलेखीकरणका लागि रोजगार पोर्टल तयार गरिनेछ र उत्कृष्ट श्रमिक उद्यमी पहिचान गरी पुरस्कृत गरिनेछ। यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु। सामाजिक विकास मन्त्रालयका लागि कुल रकम 7 अर्ब 7 करोड 4 लाख 6 हजार विनियोजन गरेको छु। आन्तरिक सुरक्षा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र आम सञ्चार सुरक्षा निकायहरूको भौतिक क्षमता अभिवृद्धिमा प्रदेश सरकारले सञ्चालन गर्दै आएको आयोजना तथा कार्यक्रमलाई निरन्तरता दिएको छु। लागु औषध प्रयोग तथा कारोबार रोकथाम तथा नियन्त्रण कार्यलाई अभियानका रूपमा नै सञ्चालन गर्न नेपाल प्रहरी सङ्घको समन्वयमा म सुरक्षित मेरो घर सुरक्षित कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। सङ्घ र प्रदेश सुरक्षा निकायहरूसँगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान गर्ने कार्यलाई संस्थागत गरिनेछ। प्रदेशस्थित कारागारहरूको क्षमतामा भन्दा बढिरहेका कैदीबन्दीको सङ्ख्या अत्यधिक भई आधारभूत सुविधाको
उपलब्धतामा रहेको कठिनाई कम गर्न भोजन गृह, स्नानगृह तथा शौचालय निर्माण एवं सोलर बत्ती जडान कार्यहरू गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। कैद भुक्तान गरिरहेका कैदीबन्दीको सृजनशीलतालाई अभिवृद्धि गर्न सिप तथा उद्यम विकास, पुनर्ताजगी प्रशिक्षण, मनोसामाजिक परामर्श, सकारात्मक सोच, खेलकुद, योगाध्यान लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छु। साथै कानुनसँग विवादमा परेका बालबालिकाहरूका लागि कैलाली जिल्लामा बाल सुधार गृह निर्माण गर्न आवश्यक रकम विनियोजन गरेको छु। विपदजन्य परिस्थितिमा गरिने खोज तथा उद्धार कार्यलाई छरितो बनाउन ड्रोन लगायतका अत्याधुनिक उपकरण प्रयोगमा ल्याइनेछ। प्राथमिकताका आधारमा नदी किनारमा बढी पूर्व सूचना प्रणाली जडान र विपद बिमा कार्यक्रमलाई विस्तार गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। साथै मनसुनजन्य तथा आगोजन्य विपद प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना गर्न रु 3 करोड रकम विनियोजन गरेको छु। प्रदेशका 3 जिल्लामा रहेका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका लागि हाई फ्रिक्वेन्सी उपकरण उपलब्ध गराई विपदकालीन सञ्चार सुविधामा पहुँच अभिवृद्धि गर्न प्रदेशका 9वटै जिल्लामा उक्त सेवा सञ्चालन विस्तार गरिनेछ। स्थानीय जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको सुदृढीकरण, विपद प्रतिकार्य, पूर्व अभ्यास, गोताखोर तालिम लगायतका कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै कृष्णपुर नगरपालिका, कञ्चनपुर र लम्की चुहा नगरपालिका कैलालीको लागि दमकल खरिद गरिनेछ। प्रदेशमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने व्यवस्थाको थालनी गर्न शहीद दशरथचन्द्र स्मृति पत्रकारिता पुरस्कार अक्षयको स्थापना गर्न आवश्यक रकम विनियोजन गरेको छु। साथै आम सञ्चार र पत्रकारिता क्षेत्रको विकास एवं संस्थागत क्षमता अभिवृद्धि कार्यक्रमलाई समेत निरन्तरता दिँदै लोक कल्याणकारी विज्ञापनको लागि आवश्यक रकम विनियोजन गरेको छु। नेपाल स्काउट स्वयंसेवा व्यवस्थापनाको माध्यमबाट स्काउटका सदस्यहरूमध्ये मापदण्डका आधारमा सृजनशील स्वयंसेवक छनौट गरी दुर्व्यसन नियन्त्रण, साइबर अपराध र विपदजन्य सचेतनाका लागि एक सृजनशील स्वयंसेवकले 21 जनालाई सचेतना पुर्याउने किसिमको इच वान टिच 21 कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। कैलाली जिल्लाको धनगढी उपमहानगर क्षेत्रभित्र नेपाल टेलिभिजनको स्टुडियो पूर्वाधार निर्माण गरिनेछ। यसका लागि बजेट विनियोजन गरेको छु। आन्तरिक मामला तथा कानुन मन्त्रालयमा सूचना समन्वय कक्ष स्थापना गरिनेछ। साथै साइबर सुरक्षाको लागि वित्तीय साक्षरताको माध्यमबाट मानव अधिकार रक्षा कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। आम सञ्चार, कानुन, विपद, मानव अधिकार विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नका रूपमा अध्ययन अनुसन्धानका कार्यमा परिचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु। शहीद, दन्तपीडित र बेपत्ता परिवारको लागि निःशुल्क स्वास्थ्य सीमा कार्यक्रमलाई निरन्तरता दिएको छु। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। आन्तरिक मामला तथा कानुन मन्त्रालयका लागि कुल रकम रु 36 करोड 4,43,000 विनियोजन गरेको छु। सार्वजनिक सेवा प्रवाह, कर्मचारी उत्प्रेषण र शासकीय सुधार। प्रदेश सरकारबाट सञ्चालन गरिने सेवा तथा विकासका मोडलहरूमा नवप्रबन्ध र नवीन सोचलाई उपयोगी गर्नका लागि सरकारी, निजी तथा गैर सरकारी क्षेत्रबाट गरिएका असल अभ्यासको अभिलेखीकरण र आन्तरिकीकरण गर्ने कार्यको थालनी गरिनेछ। नवप्रबन्धका माध्यमबाट सुशासन प्रवर्धन, सेवा प्रवाहको गुणस्तरीय अभिवृद्धि, आर्थिक विकास र
रोजगारी सृजना गर्न प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत स्थानीय सरकारहरूसँग लागत साझेदारीमा रु 3 करोड रुपियाँको नवप्रबन्धन साझेदारी कोष स्थापना र सञ्चालन गरिनेछ। प्रदेश र स्थानीय तहका निकायहरूमा सेवा गराइएको सन्तुष्टि सर्वेक्षण गरी पृष्ठपोषण लिने तथा एक द्वार सेवा प्रवाह प्रणाली स्थापना गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ। यसका लागि रु 51 लाख बजेट विनियोजन गरेको छु। साथै स्थानीय तहबाट प्रभावकारी सेवा प्रवाहका लागि जनप्रतिनिधि तथा कर्मचारीहरूको लागि क्षमता विकास कार्यक्रमहरू सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश सरकारका सबै निकायहरूबाट प्रवाह गरिने सेवाहरूलाई क्रमशः अनलाइन प्रणालीमा आबद्ध गरी प्रभावकारी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ। सूचनाको हक सुनिश्चित गर्न सूचना अधिकारीहरूको क्षमता विकास तथा कार्यालयहरूको वेबसाइट, अनलाइन पोर्टल, डिजिटल नागरिक वडापत्र, सार्वजनिक सुनवाई तथा गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ। हेलो सीएम कार्यक्रमलाई थप प्रभावकारी बनाउन कानुनी पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरी नतिजामुखी बनाइनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। नेपाल सरकारले सम्बत 2082 साउन 1 गतेदेखि लागू हुने गरी महँगी भत्तामा गरेको रु 3000 वृद्धि प्रदेश निजामती सेवामा कार्यरत सबै राष्ट्र सेवक कर्मचारीहरूलाई समेत उपलब्ध गराउने व्यवस्था मिलाएको छु। प्रदेशमा कार्यरत राष्ट्र सेवक कर्मचारीको मनोवृद्धि गर्न सम्बत 2078 साल साउन 1 गतेबाट लागू भएको प्रदेश विशेष प्रोत्साहन भत्तालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छु। यसबाट सार्वजनिक निकायमा कार्यरत कर्मचारीको मनोबल उच्च भई सेवा प्रवाहमा थप प्रभावकारिता वृद्धि हुने विश्वास लिएको छु। सरकारी खर्च प्रणालीमा सुधार गरी मितव्ययी, नतिजामुखी र जवाबदेही बनाउन सरकारी खर्च मितव्ययिता सम्बन्धी मार्गनिर्देशन तथा तयार गरी लागू गरिनेछ। भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुरूप भ्रष्टाचार निवारणका लागि प्रवर्धनात्मक, निरोधात्मक र संस्थागत क्षमता विकास सम्बन्धी रणनीतिहरू अवलम्बन गरिनेछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीएम एक्सन रूम को व्यवस्था गरी त्यस्ता आयोजनाहरूको डिजिटल प्रविधिको माध्यमबाट अनुगमन, सहजीकरण, समन्वय, अनुगमन, निर्देशन र नियन्त्रणको व्यवस्था मिलाइनेछ। यसमा सूचना प्रविधि र उपकरण जडान तथा व्यवस्थापनका लागि रु 50 लाख विनियोजन गरेको छु। प्रदेश सरकारका निकायहरूमा सुशासन प्रबन्धन र अनुगमनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुशासन सम्बन्धी उच्चस्तरीय संयन्त्र गठन गरी सञ्चालनमा ल्याइनेछ। सुशासन कायम गर्ने कार्यमा सम्पूर्ण सरकारको अवधारणा अनुरूप विभिन्न गैर सरकारी संस्था, सार्वजनिक संस्थाहरू, नागरिक समाज र सुशासन अभियानकर्ताहरूको साझेदारीमा सुशासन फेलोशिप कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। सूचना प्रविधिमा आधारित एकीकृत नतिजा व्यवस्थापन प्रणाली लागू गरी हरेक मन्त्रालयहरूमा माइलस्टोन र उपलब्धिहरूको आधारमा त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा कार्य सम्पादन मूल्याङ्कन गर्ने व्यवस्था मिलाइनेछ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एकीकृत नतिजा व्यवस्थापनको कार्य गरिनेछ। अनुगमन तथा मूल्याङ्कनलाई नतिजामुखी र मापन योग्य सूचकका आधारित बनाउन आवश्यक कानुनी व्यवस्था गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश निजामती सेवा ऐन तथा नियमावलीमा समसामयिक परिमार्जन गरी
प्रदेशमा कार्यरत कर्मचारीहरूको वृत्ति विकासका अवसरहरू सृजना गरिनेछ। साथै स्थानीय सेवाको गठन तथा सञ्चालन सम्बन्धी नियमावलीहरूलाई प्राथमिकता दिई स्थानीय तहको कर्मचारीको सरुवा, बढुवा, निवृत्ति भरण लगायतका कार्यहरूलाई व्यवस्थित गरिनेछ। सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्वाधार विकासका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ। प्रतिष्ठानको 10 वर्ष रणनीतिक योजना प्रतिष्ठानलाई ISO प्रमाणीकरणका लागि दस्तावेजीकरण र संगठन संरचनाको पुनरावलोकन गरिनेछ। प्रदेश र स्थानीय तहका जनशक्तिको सेवा प्रदेश तथा सेवाकालीन तालिमको पाठ्यक्रम तथा मोडल परिमार्जन तथा निर्माण गरी कर्मचारीको क्षमता अभिवृद्धि गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश मातहतका सार्वजनिक निकायहरूको संगठन संरचना तथा दरबन्दी विवरणलाई समयानुकूल परिवर्तन र पुनरावलोकन गर्नका लागि समिति गठन गरी प्रदेश मन्त्रालय तथा मातहतका निकायहरूको समग्र संगठन एवं व्यवस्थापन सर्वेक्षण गरिनेछ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा रहेको कर्मचारी अभिलेख शाखालाई प्रदेश किताबखानाको रूपमा परिणत गर्न आवश्यक कानुनी व्यवस्था तथा संरचनात्मक व्यवस्था गरिनेछ। सोको लागि संगठन संरचना, भौतिक पूर्वाधार तथा कर्मचारी सूचना प्रणाली स्थापना गरी प्रदेशमा कार्यरत जनशक्तिको सबै विवरण व्यवस्थित गर्ने कार्य प्रारम्भ गरिनेछ। यसका लागि रु 3 करोड 15 लाख विनियोजन गरेको छु। प्रदेश सरकारको संस्थागत छविलाई स्तरीय आकर्षक बनाउन सरकारका निकायहरूमा हुने बैठक सञ्चालनका मार्गदर्शनहरू, अतिथि सत्कार, उपहार, सम्मान प्रचलन, साइन बोर्ड, नेम प्लेट, कार्यक्रम सञ्चालन एवं कार्यपत्र प्रस्तुतीकरणको ढाँचा लगायतका मानकहरू निर्धारण गरिनेछ। यसरी मानकहरू तयार गर्दा प्रदेशको मौलिकता झल्किने स्थानीय स्रोत, साधन, सिप, उत्पादन र सांस्कृतिक पक्षलाई उच्च प्राथमिकतामा राखिने व्यवस्था मिलाएको छु। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। मानव अधिकारको संरक्षणमा सहशासनको अवधारणा अनुरूप संघीय सरकार, राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश, स्थानीय तह, मानव अधिकारवादी संघ संस्था तथा अधिकार कर्मीहरूको सहकार्यमा प्रवर्धनात्मक, निरोधात्मक तथा उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ। सुदूरपश्चिम प्रदेशलाई आकर्षक लगानीको गन्तव्य र सम्भावनायुक्त क्षेत्रको रूपमा पहिचान गराउन र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ। लगानी मैत्री व्यावसायिक वातावरण निर्माणका लागि नीतिगत एवं कार्यप्रणालीमा निरन्तर सुधार गर्नका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सार्वजनिक निजी संवादको उच्च स्तरीय संयन्त्र तयार गरिनेछ। यसका लागि आवश्यक कानुनी तथा संरचनात्मक व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश सरकारका तर्फबाट विभिन्न अदालतमा गरिने बहस, पैरवी तथा प्रतिरक्षाका कार्यलाई सरल र प्रभावकारी बनाइनेछ। मुख्य न्यायाधिवक्ता कार्यालयबाट अनलाइन बहस पैरवी गर्ने प्रणाली विकास गर्न आवश्यक मौलिक भौतिक पूर्वाधार र सूचना प्रविधिको व्यवस्थापन कार्यलाई निरन्तरता दिएको छु। मुख्य न्यायाधिवक्ताको कार्यालयको काम कार्यमा अन्तर प्रदेश समन्वय र सहकार्य मार्फत एक रूपता र प्रभावकारिता अभिवृद्धि गर्नका लागि साथै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको सम्मेलन आयोजना गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। उपयुक्त उम्मेदवारहरूको छनौटमा स्वच्छता र निष्पक्षता कायम गरी योग्यता प्रणालीको संरक्षण र सम्वर्धन गर्दै प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका रिक्त पदमा प्रदेश लोक सेवा आयोगबाट प्रभावकारी रूपमा पदपूर्ति कार्य
अगाडि बढाउने कार्यको व्यवस्था गरेको छु। साथै आयोगको कार्य प्रकृति अनुसार कार्य सम्पादन गर्न जग्गाको व्यवस्था गरी भवन निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेको छु। यसका लागि आवश्यक बजेटको विनियोजन गरेको छु। सार्वजनिक वित्त व्यवस्थापन सार्वजनिक खर्चमा अनुशासन कायम गर्न, चालू एवं प्रशासनिक खर्चमा उच्च किफायत कायम गर्दै खर्चमा गुणस्तर र दिगोपन तथा वित्तीय उत्तरदायित्व, पारदर्शिता र जवाबदेहितामा जोड दिनेछ। आन्तरिक लेखा परीक्षणलाई वित्तीय अनुशासनको आधार स्तम्भको रूपमा स्थापित गर्दै आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी एवं सूचना प्रविधि मात्रै बनाइनेछ। बेरुज फर्सर तथा सम्परीक्षणलाई प्रभावकारी बनाउन कार्ययोजना तयार गरी लागू गरिनेछ। संघीयतालाई सबलीकरण गर्न प्रदेशलाई साधन स्रोतमा क्रमशः आत्मनिर्भर बनाउँदै लैजान आवश्यक रहेको तथ्यलाई बोध गरी प्रदेशको आर्थिक सम्भाव्यता सम्बन्धी अध्ययन गरिनेछ। प्रदेशको राजस्व सुधारका लागि कार्ययोजना तर्जुमा गरी लागू गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश सरकारको राजस्व प्रशासन कार्यक्षमतामा सुधार गर्न संघीय अर्थ मन्त्रालयको समन्वयमा करदाता दर्ता प्रणाली विकास गरी करदाता सम्बन्धी विवरणलाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ। सामुदायिक तथा साझेदारी वन समूहको बिक्री वितरणबाट प्राप्त हुने आम्दानीको 10% रकम प्रदेश सञ्चित कोषमा दाखिला हुने र बाह्य बिक्रीबाट प्राप्त हुने आम्दानीको 15% रकम प्रदेश सञ्चित कोषमा र 10% रकम सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा दाखिला हुने व्यवस्था मिलाएको छु। प्रदेश जन स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने स्वास्थ्य परीक्षण र प्रदेशमा सञ्चालनमा रहेका शैक्षिक परामर्श, भाषा प्रशिक्षण, कोचिङ, ट्युसन, पूर्व तयारी र अनलाइन प्रशिक्षण गर्ने शैक्षिक संस्थाहरूले सामाजिक विकास मन्त्रालय वा अन्तर्गतका निकायबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था मिलाएको छु। बजेट तथा कार्यक्रम र आयोजना व्यवस्थापन प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको विकास सम्बन्धी रणनीति, प्राथमिकता, क्षेत्रगत रणनीति र कार्यनीतिका आधारमा मध्यकालीन खर्च संरचना, परियोजना बैंक र दिगो विकास लक्ष्यको स्थानीयकरण गर्न स्थानीय तहको क्षमता विकास गरिनेछ। 16औं योजना दिगो विकास लक्ष्यहरू विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धी रणनीति तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यसँग तादात्म्यता हुने गरी प्रदेशको 25 वर्षीय विकास रणनीति र दोस्रो पञ्चवर्षीय योजना निर्माण कार्य अगाडि बढाउन आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था गरेको छु। एकीकृत राष्ट्रिय तथ्याङ्क नीतिसँग तारतम्यता हुने गरी प्रदेश स्तरमा तथ्याङ्क सूचना प्रणाली तथा अभिलेख व्यवस्थापन पद्धतिको विकास गरिनेछ। सुदूरपश्चिम प्रदेशको क्षेत्रगत तथ्याङ्कको सङ्कलन, भण्डारण, विश्लेषण र प्रकाशनको लागि डिजिटल ड्यासबोर्डको व्यवस्था मिलाएको छु। यसका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु। प्रदेश गौरवका आयोजना बहुवर्षीय एवं क्रमागत तथा वित्तीय दायित्व सृजना भइसकेका आयोजनालाई प्राथमिकता दिई कार्यान्वयन गरिनेछ। उच्च प्रतिफल एवं पुँजी निर्माणमा योगदान पुर्याउने रूपान्तरकारी आयोजनाको सम्भाव्यता अध्ययन गरी प्रदेश आयोजना बैंकलाई प्रभावकारी बनाइनेछ। आयोजना व्यवस्थापनमा वित्तीय सुशासन कायम गर्न ठूला प्रादेशिक आयोजनाको विस्तृत आन्तरिक लेखा परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएको छु। प्रदेश सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी तुल्याउन सूचना प्रविधिमा आधारित एकीकृत नतिजा व्यवस्थापन प्रणाली लागू गरी
माइलस्टोन र उपलब्धिहरूको आधारमा त्रैमासिक, अर्धवार्षिक एवं वार्षिक रूपमा सबै मन्त्रालयहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने व्यवस्था मिलाएको छु। अनुगमन तथा मूल्याङ्कनलाई नतिजामुखी र मापन योग्य सूचकमा आधारित बनाउन आवश्यक कानुनी प्रबन्धन गरिनेछ। वार्षिक विकास कार्यक्रममा दिगो विकास लक्ष्य, लैङ्गिक उत्तरदायी एवं जलवायु अनुकूल सम्बन्धी बजेट कोड्स अवलम्बन गर्दै सो सम्बन्धी आवश्यक निर्देशिका, तर्जुमा तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। सुदूरपश्चिम प्रदेश सरकारले निर्धारण गरेको मापदण्ड अनुरूप स्थानीय तहले पहचान गरी सञ्चालन गर्ने आयोजनाहरूका लागि उपलब्ध गराइने सम्पूरक र विशेष अनुदानलाई यस वर्ष पनि निरन्तरता दिएको छु। यस कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहहरूलाई आर्थिक, सामाजिक र पूर्वाधार विकासका आधारमा वर्गीकरण गर्न, सोको आधारमा सम्पूरक अनुदानको समन्वयिक अनुपातका लागि अध्ययन सहित अभिमुखीकरण गर्नका लागि आयोजनाहरूको अनुगमनको कार्यलाई प्राथमिकतामा राखेको छु। स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण। सुदूरपश्चिम प्रदेश सम्पूरक अनुदान सम्बन्धी कार्यविधि 2081 र सुदूरपश्चिम प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि 2081 तर्जुमा भई कार्यान्वयनमा आएको छ। आर्थिक वर्ष 2082-83 को लागि स्थानीय तहमा समानीकरण अनुदानतर्फ रु 90 करोड वित्तीय हस्तान्तरण गरेको छु, जुन आर्थिक वर्ष 2081-82 को तुलनामा 4.6% बढी आउँछ। आर्थिक वर्ष 2082-83 को लागि सशस्त्र अनुदानको रकम रु 1,02,77,00,000 स्थानीय तहमा हस्तान्तरण गरेको छु, जुन गत वर्ष आर्थिक वर्षको तुलनामा 0.58% बढी हुन आउँछ। प्रदेश विभाज्य कोषमा जम्मा हुने सवारी साधन कर रु 32 करोड स्थानीय सञ्चित कोषमा बाँडफाँड भएर जाने अनुमान गरेको छु, जुन गत आर्थिक वर्षको तुलनामा 5.26% बढी हुन आउँछ। स्थानीय तहबाट आर्थिक वर्ष 2082-83 मा कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि सम्पूरक अनुदानतर्फ रु 1 अर्ब र विशेष अनुदानतर्फ रु 50 करोड विनियोजन गरेको छु। विषयगत मन्त्रालयबाट प्रस्तावित सशस्त्र अनुदानतर्फ विनियोजित कार्यक्रम तथा बजेट वित्तीय हस्तान्तरणको माध्यमबाट स्थानीय तहमा पठाउने व्यवस्था मिलाएको छु। स्थानीय तहमा सशस्त्र अनुदानका कार्यक्रम हस्तान्तरण एवं कार्यान्वयन सम्बन्धी व्यवस्था विनियोजन विधेयकमा गरेको छु। माननीय सभामुख महोदय, अब म माथि उल्लेखित नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु। आर्थिक वर्ष 2082-83 को नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि मैले कुल रु 33 अर्ब 47 करोड 60,48,000 विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ रु 10 अर्ब 20 करोड 81,82,000 अर्थात् 30.49%, पुँजीगत तर्फ रु 19 अर्ब 83 करोड 2,06,000 अर्थात् 59.25%, अंतर सरकारी वित्तीय हस्तांतरण अंतर्गत 3 अर्ब 42 करोड 77 लाख अर्थात 10.24% र वित्तीय व्यवस्था तर्फ रु 1 करोड हुने गरी विनियोजनको व्यवस्था मिलाएको छु। आर्थिक वर्ष 2082-83 का लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व परिचालनबाट रु 1 अर्ब 65 करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 9 अर्ब 87 करोड 25 लाख, संघीय रोयल्टी बाँडफाँडबाट प्राप्त हुने रकम रु 8 करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु 8 अर्ब 92 करोड,
56 लाख आर्थिक वर्ष 2081-82 विनियोजनबाट बचत हुने अनुमानित रकम रु 7 अर्ब 66 करोड 63 लाख 48,000 सशस्त्र अनुदानबाट प्राप्त हुने रु 4 अर्ब 16 करोड 30 लाख संघीय सम्पूरक अनुदानबाट प्राप्त हुने अनुमान गरेको रु 60 करोड 26 लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु 51 करोड 60 लाख प्राप्त हुने अनुमान गरेको छु। माननीय सभामुख महोदय, आर्थिक वर्ष 2080-81 को यथार्थ खर्च, आर्थिक वर्ष 2081-82 को संशोधित अनुमान र आर्थिक वर्ष 2082-83 को अनुमानित आय व्यय विवरण अनुसूचीमा उल्लेख गरेको छु। मध्यकालीन खर्च संरचना र विषयगत मन्त्रालयको चालू आर्थिक वर्षको प्रगति विवरण यसै साथ प्रस्तुत गरेको छु। आर्थिक वर्ष 2082-83 मा अन्तर सरकारी वित्त व्यवस्थापनको माध्यमबाट स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान, सम्पूरक अनुदान, विशेष अनुदान र सशस्त्र अनुदानको विवरण व्यय अनुमानमा खुलाइ पेश गरेको छु। प्रस्तुत बजेटको तर्जुमा गर्ने क्रममा मलाई मार्गदर्शन गर्नुहुने माननीय प्रदेश प्रमुखज्यू, माननीय मुख्यमन्त्रीज्यू, माननीय सभामुखज्यू, यस प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सांसदज्यू, माननीय मन्त्रीज्यू, माननीय उपसभामुखज्यू, प्रदेश सभाका विषयगत समितिका माननीय सभापतिज्यू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष एवं सदस्यज्यूहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। मैले सम्मानित प्रदेश सभामा पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गरी सुझाव प्रदान गर्नु भएकोमा माननीय सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। बजेट तर्जुमा प्रक्रियामा रचनात्मक सुझाव दिनुहुने राजनीतिक दल, स्थानीय तहका पदाधिकारी, निजी क्षेत्र तथा सहकारी क्षेत्र, राष्ट्र सेवक कर्मचारी, सामुदायिक तथा सामाजिक सङ्घ संस्था, संचार जगत, नागरिक समाज र देश विदेशमा रहनुभएका प्रदेशवासीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। अन्तमा यस प्रदेशमा गरिबीको रेखामुनि रहेका तथा विभेद